दर्शक महानुभाव यो क्षेत्र चाहिँ झापाको बिरिङ खोलाको दृश्य हो। यो तपाईलाई हामी यो देखाउँछौँ। यो अहिले देखेर बिरिङ पुलको अवस्था र बिरिङ पुलको अवस्था जुन चाहिँ हिजोअस्तिको बर्सातको समयमा, यो हिजोअस्ति मात्रै होइन धेरै समय अगाडिदेखि नै यो पुल चाहिँ यसरी भाँचिएकै थियो। यो हेर्नुहोस्, देशमा भएको हामी जुन नेपाली जनताहरूको जुन कर छ, यो करलाई सही सदुपयोग नगरिदिँदा यो क्षेत्रमा कतिसम्मको समस्या छ नेपाली जनतालाई भन्ने अवस्था पनि यसले देखाउँछ। त्यही भएर जेनजी आन्दोलनदेखि लगेर धेरै कुराहरू आउँछ। तपाईँलाई हामी यहाँ यसको यो दृश्य देखाउँछौँ यहाँको क्षेत्रको, र यो चाहिँ यो पुल कसरी बनेको छ र कत्रो छ भन्ने कुरा पनि तपाईँलाई हामी देखाउँछौँ। ल यो चाहिँ यसरी, यो चाहिँ जुन चाहिँ झापाको यो दक्षिणी क्षेत्रको भाग हो यो चाहिँ, र यस्तो अवस्थाले पुल पुरै नै भाँचिएको छ। भाँचिएको भन्दा पनि र पुलका स्परहरू नै पनि यसले लगेको छ। र यसरी यो चाँडोभन्दा चाँडो अब विकास नहुने भने यो बर्सातको समयमा यहाँबाट गाडी गुड्न पनि सक्दैनन्। र यो पुल पहिल्यै हेर्दा पनि अत्यन्तै सानो बनेको छ। यो अत्यन्तै व्यस्त सडक मध्येको एक हो पनि हामी भन्न सक्छौँ यो चाहिँ। र यो पुल चाहिँ यसरी भाँचिएर गएको छ। अहिले चाहिँ यहाँबाट अस्थायी रूपमा खोलाको बिचबाट नै यो हिउँदको समयमा यसरी चाहिँ गाडीहरू हिँडिरहेका छन्। र यो अब केही समय पछाडि बर्सातको समयमा यहाँबाट कुनै पनि गाडीहरू चल्न सक्ने अवस्था हामी देख्दैनौँ। अहिले चाहिँ यसरी 2-3वटा पाइपहरूबाट लगाएर डाइभर्सन जस्तो बनाइएको छ। र यहाँबाट एकदमै जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ। यो बिरिङको पुल हो यो, र गाडीहरू चाहिँ यहाँबाट यो पाराले मात्रै यहाँबाट क्रस गरेको हामी देख्छौँ। र अत्यन्तै जोखिम मोलेर यो गाडीहरू यसरी हिँड्न बाध्य भएको हामी देख्छौँ। र तपाईँहरूलाई हामी यहाँ देखाउँदैछौँ बाटो कठिन अवस्था मोलेर यहाँबाट हिँड्नुपर्ने अवस्था छ। जहाँ चाहिँ अहिले यो चाहिँ दानाबारी क्षेत्रबाट यता जाने हो, यो हामी यसरी हामी देखाउँदैछौँ। यहाँ यो चाहिँ अहिले यहाँबाट केही नै हिँड्न सक्दैन। र यसरी चाहिँ पुलको यो क्षेत्र यो अवस्था रहेको छ। हामी आग्रह गर्न चाहन्छौँ, र यो बनिँदै पनि दर्शक महानुभाव एकदमै सानो तरिकाले र अत्यन्तै यो लापरवाही तरिकाले र खेलाँची नै पाराले बनेको हो। यो हामी कुनै पनि न राजनीतिक दल न हामी कुनै संस्थाप्रति हामी यो गरिरहेका छौँ कि हामीले नकारात्मक भ्रम फैलाउनलाई हामीले यो गरिरहेका छौँ। यो हामीले यो कदापि पनि यसरी गरेका होइनौँ। यो देख्न सक्नुहुनेछ यो पुलको स्परहरू, यो माथिको भाग हेर्नुहोस् होइन, एकदमै धेरै यो अवस्थामा बनेको यो पुल। हामी आग्रह गर्न चाहन्छौँ नेपाली जनताहरूको करबाट बनेका यी जति पनि कुराहरू हुन्, संरचना हुन्, एकदमै गुणस्तरीय बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। ल यो पुलको बिचको भाग पनि यसरी चाहिँ पटपट फुटेर गएको छ। यो यसरी भाँचिएको छ यो पुल। र हामी आग्रह गर्न चाहन्छौँ नेपाली जनताहरूको यो जति पनि करद्वारा बनेको छ, यो हामीलाई पक्कै पनि यो हामीलाई गुणस्तरीय कुराहरू चाहिन्छ। र हामी आग्रह गर्न चाहन्छौँ सम्बन्धित निकाय, नेपाल सरकार, स्थानीय तह, प्रदेश सरकार सबैको ध्यान जान जरुरी छ। र यसरी जोखिम मोलेर यात्रा गर्नु र यसरी चाहिँ जोखिम मोलेर यो क्षेत्रबाट यात्रा गर्दा कतिसम्मको दुर्घटनाहरू हुनसक्छ, कतिसम्मका चाहिँ विपदहरू आइलाग्छन् भन्ने कुराहरू सम्बन्धित निकाय, सरकारवाला जो हुनुहुन्छ उहाँहरूले चाँडोभन्दा चाँडो यसलाई निकास दिएर गुणस्तरीय पक्षहरूमा ध्यान दिनुहुनेछ भन्ने हामी आग्रह गर्न चाहन्छौँ र विश्वास गर्न चाहन्छौँ। र यसरी बनिएका कमजोर संरचनाले अझै धेरै ठुलो विपत्ति ल्याउँछ भन्ने कुराहरूको विषयमा पनि चेतना रहोस् भन्ने हामी आग्रह गर्न चाहन्छौँ। र यो हाम्रो सामाजिक सञ्जालमा तपाईँले देखिराख्नु भएका कुराहरूलाई पक्कै पनि सेयर गर्नुहुनेछ र यो क्षेत्रको विकासका निम्ति सबैले चासो व्यक्त गर्नुहुनेछ भन्ने हामीले
अपेक्षाको साथमा यो सामग्री तयार पार्दैछौँ। यहाँहरूले पक्कै पनि सक्दो सेयर गरिदिनु हुनेछ र यो कमजोर संरचनालाई र यो जीर्ण त के यहाँबाट अहिले अब सबै कुराहरू बन्द भइसकेका छन्, यसलाई बनाउनका निम्ति सम्बन्धित निकायको ध्यान जानेछ भन्ने हामीले अपेक्षाको साथमा यो हामीले सामग्री तयार पारेका छौँ। यो चाहिँ पुलको पछाडिको भाग चाहिँ यस्तो भएको छ। पुल कस्तो हुन्छ दर्शक महानुभाव, यो चाहिँ हजुरहरूले पनि ख्याल गर्नुहुनेछ। यसलाई पुलको रूपमा लिन सकिन्छ सकिँदैन। हुन त यो धेरै अगाडि बनेको पनि भएको छैन। हामीले गर्दा पनि पहिला चाहिँ यस्तो अवस्थाबाट गाडीहरू यहाँबाट कुद्ने गर्थे। यहाँ हामी देखाउँछौँ, यो खोलैबाट कुद्दाखेरि पनि गाडीहरू चाहिँ यो अवस्थाबाट कुद्थे। तर अहिले आएर चाहिँ यी सबै संरचनाहरू एकदमै धेरै बिग्रिएर गइसकेका छन् र हामी आग्रह गर्न चाहन्छौँ गुणस्तरीयता चाहिन्छ हामीलाई, होइन भने देशले धेरै ठुलो क्षति बिहोर्नुपर्नेछ। भ्रष्टाचार विरुद्ध तपाईँको सानो प्रयासले पनि धेरै ठुलो परिवर्तन ल्याउन सक्छ। दर्शक महानुभाव जति पनि हुनुहुन्छ, हामी तपाईँहरूका सामु यो देखाइरहेका छौँ कि तपाईँहरूले यसलाई पक्कै पनि सेयर गरिदिनु हुनेछ, उपयुक्त कमेन्ट गरिदिनु हुनेछ र तपाईँ हाम्रै करबाट बनेका यी संरचनाहरूलाई तपाईँ हामीले नै हातेमालो गरेर तपाईँ हामीले नै झकझक्याएनौँ भने विकास यस्तो अवस्थामा हुनेछ। दर्शक महानुभाव, यो पुलको अवस्था हामी तपाईँलाई देखाउँदैछौँ। यो चाहिँ झापाको बिरिङ हो यो, र झापाको बिरिङ पुल हो यो, र यो नदी पनि धेरै ठुलो मध्येको एक हो पनि हामी भन्न सक्छौँ। यसले पनि धेरै ठुलो क्षति निम्त्याउँदै आइरहेको छ यहाँका क्षेत्रको। र अहिले तपाईँहरूलाई हामीले देखाएको क्षेत्र बिरिङ क्षेत्रको हो।